दर्शकबिन नमस्कार। आज म हिजो जस्तै आज पनि म एउटा सानो कविता लिएर आएको छु। कविताको शीर्षक रहेको छ आमा बुबाको कथा। आमा बुबाको कथा भन्ने यो कविता चाहिँ सबैलाई सन्देश जान सक्छ र अहिलेको युगमा अहिलेको यो 21औं शताब्दीमा हेर्ने हो भने बुबा आमालाई चाहिँ अहिले धेरै मानिसहरूले वृद्ध आश्रममा लगेर राख्ने र बुबा आमाको राम्रोसँग ख्याल गर्ने भएकाले म चाहिँ एउटा सानो कविता वाचन गर्न गइरहेको छु र कविताको शीर्षक रहेको छ आमा बुबाको कथा। कविता यसरी सुरु हुन्छ। चामल घिउ तिल पोख्दै ओम स्वाहा भन्दै, चामल घिउ तिल पोख्दै ओम स्वाहा भन्दै, पत्थर माथि दुध चढाउँछौ 108 गन्दै, पत्थर माथि दुध चढाउँछौ 108 गन्दै, बुबा आमा वृद्ध आश्रममा मन्दिरलाई चन्दा, बुबा आमा वृद्ध आश्रममा मन्दिरलाई चन्दा, देखावटी धर्म गर्छौ भित्र अर्कै धन्दा, देखावटी धर्म गर्छौ भित्र अर्कै धन्दा, श्रीमतीलाई मात्रै माया बुबा आमालाई गाली, श्रीमतीलाई मात्रै माया बुबा आमालाई गाली, धर्म हुन्न मन्दिरमा लाख बत्ती बाली, धर्म हुन्न मन्दिरमा लाख बत्ती बाली, मन्दिरलाई पुज्छौ भने बुबा आमालाई पूजा, मन्दिरलाई पुज्छौ भने बुबा आमालाई पूजा, आफ्नो घर मन्दिर हो भन्ने सत्य कुरा बुझ, आफ्नो घर मन्दिर हो भन्ने सत्य कुरा बुझ, धर्म हुन्न ढुङ्गा माथि लड्डु चढाएर, धर्म हुन्न ढुङ्गा माथि लड्डु चढाएर, कसले देख्छ मरेपछि पिण्ड लडाएर, कसले देख्छ मरेपछि पिण्ड लडाएर, लाखौं पैसा खर्च गरी महापुराण लाउँछौ, लाखौं पैसा खर्च गरी महापुराण लाउँछौ, साक्षात देवता घरमै छाडी मन्दिरतिर धाउँछौ, साक्षात देवता घरमै छाडी मन्दिरतिर धाउँछौ। धन्यवाद। हजुरहरूलाई कस्तो लाग्यो यो सानो सन्देश जाने कविता लिएर आएको छु र सायद हजुरहरूलाई राम्रो लाग्छ अनि हजुरहरूले मलाई पनि लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनुहुनेछ भन्ने आशा गर्दै आजलाई यति नै।